हेलो नमस्ते मेरो न्यू ब्लगमा हजुरहरूलाई दमुखा झापा दमुखा पार्ट 2 ब्लगमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। आउनुहोस् सँगै हेर्दै जाउँ के रहेछ त है। अनि साथीहरू प्लिज लाइक, सेयर अनि सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनुहोस् ल। यो चाहिँ दमुखा होइन झापा दमुखा हो है। यो चाहिँ कहाँ पर्छ भने एक्ज्याक्टली लोकेसन चाहिँ ठ्याक्क कन्काई माई पुल नाघेर पश्चिमबाट अलिकति माइदारबाट माथि गएपछि लगभग 8 किलोमिटर जति रहेछ। 8 6 7 8 त्यतिमै छ। यो चाहिँ एउटा पहिला चाहिँ अब हामी सानोमा चाहिँ पिकनिक जाने ठाउँ हो। एकदम रमाइलो ठाउँ छ। अहिले पनि स्टिल राम्रो रहेछ। पार्कहरू रहेछ है। धेरै परिवर्तन गरे रहेछ। खुसी लाग्यो। अनि यस एकदम राम्रो छ भनौँ न ठाउँहरू, लोकेसनहरू एकदम होइन घुम्ने, फोटो खिच्ने होइन मन्दिरहरू रहेछ है। ल साथीहरू सबैले धेरै माया गरिदिनु होला। धेरै पछि होइन यसो सानो एउटा ब्लगहरू बनाइरहेको छु। होइन अब दैनिक के भइरहेछ त भन्ने चिजमा चाहिँ म चाहिँ एउटा स्टार्ट गरिरहेको छु। अब भनौँ हजुरले साथ सपोर्ट दिनु होला, माया गरिदिनु होला। कति ठाउँ कमी कमजोर भयो भने यसो हजुरहरूले कमेन्टमा भनिदिनु होला है। ल है साथीहरू बिस्तारै भिडियो हेर्दै जानु ल अगाडि। दिदीले सोध्दैछ बाइक कुदाउनु मजा आयो भन्दैछ। सबै है माई खोला चाहिँ यही हो। पहिला पहिला पिकनिक खान आउँदाखेरि रमाइलो हुन्थ्यो भन्थ्यो। नि त्यो बन्द गरेको हुन्थ्यो है। यहाँ कति पौडी खेल्दाखेरि मान्छेहरू कति हरायो भन्थ्यो नि त होइन। यो पार्क पनि रहेछ यहाँ। पार्कमा छिरेको चाहिँ पैसा लाग्ने रहेछ। धाम रहेछ। झोलुङ्गे पुल पनि रहेछ होइन। ममतालाई लिएर जाने पुल आएछ त झोलुङ्गे पुल ममता। ए यहाँ पिकनिक खाने ठाउँ स्टिल रहेछ त। यहाँ यही चुल्हाहरू त्यत्तिकै छ। यहाँ चाहिँ पहिला पहिला मान्छेहरू पिकनिक खान आउने ठाउँ हो नि त। दमुकाको भाइरल पुल भनेको यही हो साथीहरू। हेरौँ सबले माया गरौँ है साथीहरू। हाम्रो यस्तो भ्लगलाई पनि सबले लाइक सब्सक्राइब अनि कमेन्ट गर्नु चाहिँ नबिर्सिनु। हजुरहरूको त्यतिले पनि धेरै पो हुन्छ नि त हो। एक लाइक एक थुक सुक हजार थुक नदी बन्छ ल। माई खोलाको पनि दर्शन गरियो। यिनीहरूले पानी माथि खोलेको भए त दामी हुन्थ्यो नि। गलत बाटो आयो है त। ए उता अगाडिबाट देखिन्थ्यो फेरि होइन। खोलाको मुहान देखिन्थ्यो। पारी पनि जाने हो र त। यता पारी त्यो पारी पनि जाने हो। ए नजाउँ होला होइन। पहाड स्टार्ट हुन्छ त यहाँबाट त स्टार्ट हुँदै गएको पो त। बिजनेस बनायो सबले। पैसा कमाउने बाटो बनायो। हाई हेलो। यता गेट खोल्दैन होला है। ल जाउँ माइकको मुख धुम्नु होला। अब एकैछिन मोबाइल ल अब एकछिन खोलातिर मुख धुनु पो लाग्यो त हौ। अब बिस्तारै
हल्का खोलामा मुख धुनुपर्छ है भनेर आयो। ओखै ओखै हो मरुभूमि बालुवा सपनाको खेती। दमका पूजा पाठ गर्ने होइन यहाँ एकदम धार्मिक स्थान हो नि त। खोलाको पानी चाहिँ पवित्र पवित्र मानिन्छ है साथीहरू। वेलकम टु दमुका। ल आइयो दमुका दमुका। अब मुख पनि धुयो हिँड्यो। अनि माछा मर्दैछ दाइ छैन। भलुवा चाहिँ यहाँको साह्रै सफा हुँदो रहेछ। मन्दिर यहाँ माथि रहेछ। ए यो दमुका लेखेको चाहिँ उहाँ मास्तिर रहेछ हौ। दमुका लेखेको चाहिँ आउँदै गर्नु ल, म जाँदै गर्छु। पानी ल्याउनु ल। मन्दिर रहेछ, टाढैबाट दर्शन हानिदियो। पार्क रहेछ क्या, त्यो छिरेको चाहिँ पैसा लिने रहेछ। राम्रो पार्क बनाएको जस्तो छ। एउटा लिम्बू समुदायको एउटा घर जस्तो बनाएको रहेछ है। त्यहाँ पुराना घरहरू जस्तो बनाएको रहेछ कि पिङ पनि रहेछ त्यहाँ। दमुखा लेखेको चाहिँ ठाउँ हामी गइदिउँ नि त है। उनीहरूको आमामा यस्तो धुलो छ।
ए बुद्ध पनि रहेछ त त्यहाँ बुद्धको मूर्ति रहेछ गाह्रो छ पैसो लिने फेरिमा चाहिँ नपाउने रहेछ है साथी पनि पैसो लिने होइन एउटा धार्मिक ठाउँमा यस्तो गरिहाल्ने रहेछ पार्कै छ यो नर हो नि त ओ काम गर्दो रहेछ यो पूजा गर्नेहरू गरिरहेछन् तल खोलामा पुरा बार्दिएको रहेछ पैसो लाग्ने ठाउँ बनाएर कि देवी माता मन्दिर चढियो है सालको रुखको रहेछ त श्री विष्णु देवी मन्दिर रहेछ बिहे गर्न पनि मिल्दो रहेछ बिहे गर्नेलाई फाइदा रहेछ यहाँ तुलसीको बट्टा यो चाहिँ मन्दिर वरिपरिको 360 भ्यूज भने जस्तै हो भगवान् विष्णुको मूर्ति गर्छ भित्र अब फाइनली हामी घुम्दैछौँ अन्तिम स्टेजमा आइपुगेछौँ त्यसपछि अन्तिम भनेको अब हामी यहाँभित्र छिर्नेछौँ यहाँभित्र छिरेर के रहेछ त्यो देखाएर अझ भिडियो इन गरिन्छ होला हेर्दै जाउँ कन्टिन्यू मन्दिर दर्शन भएर अब लाग्यो अर्को ठाउँतिर अझ भित्र छिरिसक्यौँ आइसक्यो घुमेर आइसक्यो दिदी दाइ घुमेर के छ खै त डर लाग्यो नजाउँ भित्र भनेको त्यो बाहिर त्यो जाने पार्क छ क्या त्यहाँ पर ल साथीहरू फेरि ब्याक भयो यहाँ चाहिँ भित्र इन्टर भइसकेपछिको चित्रहरू हो डमुका डिएसएल क्यामेरा वा फोटो अनि ल यो चाहिँ यहाँभित्रको दृश्य ओ अघि तपाईँहरू नाचेकोमा चाहिँ स्टप भएन छ नि भिडियो फेरि ब्याक आउनु पर्यो नि होइन हाम्रो यहाँ गुरु फागुनन्दको मूर्ति पनि रहेछ गुरु फागुनन्दको मूर्ति आइपुग्यो साथीहरू
सबैले माया गरिदिउँ ल। यो हाम्रो लास्ट है, अब यहाँबाट छैन। यो हाम्रो चाहिँ यहाँको अब यो पार्क छिरेको चाहिँ पैसा लाग्दो रहेछ है, दमुखाम पैसा तिरेर। अनि हाम्रो लिम्बू समुदायका एउटा घर रहेछ। यो फोटो खिच्ने ठाउँ रहेछ त्यहाँ पनि। वाह, पिङ पिङमा पिङ खेलिदिउँ न होइन। खेल्दै रमाइलो गर्दै बसिनु पर्यो नि त एकैछिन साथीहरू। इन्टरटेनमेन्ट पनि त चाहियो त। बस्नु साथीहरू होइन, इन्टरटेनमेन्ट चाहियो, रहर चाहियो, पुरा गर्नुपर्छ। ओहो दमुका ल वेलकम। यो भित्रको पार्क पनि घुमियो है, घुमिँदैछ। हात्ती हात्ती मेरो साथी। ल है दमुका वेलकम दमुका। पार्कहरू घुम्दैछ ल साथीहरू। यसै गरी अब यो भित्रको पनि हेरिसक्नुभयो, रमाइलो लागेको छ पार्कहरू होइन। भेट्दै गरौँ साथीहरू नेक्स्ट एपिसोडमा, नेक्स्ट भ्लगमा। हजुरहरूले माया गरिदिनु होला। जय नेपाल, बाई एभ्रिवान। फुल वाच गर्नुभयो, लाइक सब्सक्राइब गरिदिनु होला, धेरै माया गरिदिनु होला। थ्याङ्क यू।